स्वागत छ यस एमसीक्यू स्मार्ट युट्युब च्यानलमा। सुरु गरौँ पहिलो प्रश्नबाट। हालै मिति 2083 साउन 13 गते सार्वजनिक भएको राष्ट्रिय बाघ सर्वेक्षण 2082 अनुसार नेपालमा बाघको संख्या कति रहेको छ? अप्सनहरू रहेका छन्। अप्सन ए 355 वटा, अप्सन बी 409 वटा, अप्सन सी 429 वटा, अप्सन डी 455 वटा। यसको सही उत्तर रहेको छ अप्सन सी 429 वटा। त्यस्तै प्रश्न नम्बर 2 मा रहेको छ आर्थिक सर्वेक्षण 2082-83 अनुसार जीडीपीमा बागमती प्रदेशको योगदान कति रहेको छ? अप्सनहरू रहेका छन्। अप्सन ए 36.7%, अप्सन बी 15.8%, अप्सन सी 14.2%, अप्सन डी 37.6%। यसको उत्तर रहेको छ अप्सन ए 36.7%। त्यस्तै प्रश्न नम्बर 3 मा रहेको छ नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको औपचारिक उद्घाटन कहिले भयो? अप्सनहरू रहेका छन्। अप्सन ए विक्रम सम्वत 2083 साउन 11 गते, अप्सन बी विक्रम सम्वत 2083 साउन 12 गते, अप्सन सी विक्रम सम्वत 2083 साउन 13 गते, अप्सन डी विक्रम सम्वत 2083 साउन 14 गते। यसको सही उत्तर रहेको छ अप्सन ए विक्रम सम्वत 2083 साउन 11 गते। त्यस्तै लागौँ प्रश्न नम्बर 4 तर्फ। आर्थिक वर्ष 2083-84 को मौद्रिक नीति कहिले सार्वजनिक भयो? अप्सनहरू रहेका छन्। अप्सन ए विक्रम सम्वत 2083 असार 23 गते, अप्सन बी रहेको छ विक्रम सम्वत 2083 असार 24 गते, अप्सन सी रहेको छ विक्रम सम्वत 2083 साउन 23 गते, अप्सन डी रहेको छ विक्रम सम्वत 2083 साउन 24 गते। यसको सही उत्तर रहेको छ अप्सन ए विक्रम सम्वत 2083 असार 23 गते। त्यस्तै प्रश्न नम्बर 5 रहेको छ बागमती प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानव मुक्त घोषणा कहिले गरियो? अप्सनहरू रहेका छन्। अप्सन ए विक्रम सम्वत 2083 वैशाख 26 गते, अप्सन बी रहेको छ विक्रम सम्वत 2083 जेठ 26 गते, अप्सन सी रहेको छ विक्रम सम्वत 2083 असार 26 गते, अप्सन डी रहेको छ विक्रम सम्वत 2083 साउन 26 गते। यसको सही उत्तर रहेको छ अप्सन सी विक्रम सम्वत 2083 असार 26 गते। त्यस्तै प्रश्न नम्बर 6 मा रहेको छ भोदी खेल कुन जातिसँग सम्बन्धित छ? अप्सनहरू रहेका छन्। अप्सन ए मगर, अप्सन बी थारू, अप्सन सी गुरुङ, अप्सन डी माझी। यसको सही उत्तर रहेको छ अप्सन बी थारू। त्यस्तै लागौँ प्रश्न नम्बर 7 तर्फ। अर्जेन्टिना डब्ल्युएचओबाट कहिले बाहिरियो? अप्सनहरू रहेका छन्। अप्सन ए सन् 2026 मार्च 7, अप्सन बी रहेको छ सन् 2026 मार्च 10, अप्सन सी रहेको छ सन् 2026 मार्च 13, अप्सन डी सन् 2026 मार्च 17। यसको सही उत्तर रहेको छ अप्सन डी सन् 2026 मार्च 17 मा।
त्यस्तै लागौँ प्रश्न नम्बर 8 तर्फ। मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति दिने पहिलो मुलुक कुन हो? अप्सनहरू रहेका छन्। अप्सन ए अस्ट्रेलिया, अप्सन बी बेलायत, अप्सन सी चीन, अप्सन डी अमेरिका। यसको सही उत्तर रहेको छ अप्सन सी चीन। त्यस्तै प्रश्न नम्बर 9 मा रहेको छ, नेपालकै पहिलो नमुना सफा र स्वच्छ कुन गाउँपालिका घोषित भएको छ? अप्सनहरू रहेका छन्। अप्सन ए इन्द्रावती गाउँपालिका, अप्सन बी ज्वालामुखी गाउँपालिका, अप्सन सी रुबी भ्याली गाउँपालिका, अप्सन डी सुनकोशी गाउँपालिका। यसको सही उत्तर रहेको छ अप्सन बी ज्वालामुखी गाउँपालिका। त्यस्तै लागौँ प्रश्न नम्बर 10 तर्फ। नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन सबैभन्दा बढी आरोहीद्वारा सगरमाथा आरोहण कहिले गरियो? अप्सनहरू रहेका छन्। अप्सन ए विक्रम सम्वत 2083 जेठ 3 गते, अप्सन बी रहेको छ विक्रम सम्वत 2083 जेठ 4 गते, अप्सन सी रहेको छ विक्रम सम्वत 2083 जेठ 5 गते, अप्सन डी रहेको छ विक्रम सम्वत 2083 जेठ 6 गते। यसको सही उत्तर रहेको छ अप्सन डी विक्रम सम्वत 2083 जेठ 6 गते।